ह्यापी दसैँ सबैजनालाई मम्मीसँग छ ला 15,000 के कति 1.5 लाख हो गर्दा जोदा पैसा अब त्यत्रो 1.5 लाख जति कमाइस् तैँले अब त बाइक किन्ने जस्तै हो र ह्यापी दसैँ है भाग्यमानी भयो बाबु सबैलाई स्वागत छ मेरो अर्को न्यू भ्लगमा आज है सट्ट लाएर दसैँको दिनमा यो चिरीच्याट्ट परेर अब टिका सिका लाउनु पर्छ एकैछिनमा है अझ यत्तिकै नुहाइदियो भएर यत्तिकै लुगा लगाएको होइन यतापट्टि चाहिँ हाम्रो उद्धव भाइ छ है यो आजको चाहिँ क्यामेराको वाइड एङ्गल चाहिँ अलिकति धेरै नै छ है यतापट्टि सेलरोटी पाक्यो जमरा टिका फुल अनि मतलब फलफुलहरू छ है चट्ट लाएर नुहाइदिए भइसक्यो अब एकैछिनमा चाहिँ टिका लाउनु पर्ने हुन्छ हामी चाहिँ है अब के कसो छ म तपाईँलाई सबै फुल भिडियो अब है धेरै पछि आएको छु म है युट्युबमा चाहिँ आफ्टर लङ टाइम पछि है के कसो हुन्छ सबै हेर्नुहोस् अनि नयाँ हुनुहुन्छ सब्सक्राइब लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् है साथीहरू अब साथीहरू है फेरि गेटअप चाहिँ चेन्ज भइसकेको छ है कस्तो मजा भाइब्स आइरहेको छ है दसैँको बेलामा चाहिँ ए यो नभइकन त दसैँ त फेरि हुँदै हुन्न क्या मस्तले तास है हजुर ल चट्टा पारामा है दाजुभाइहरूले तास खेल्दै हुनुहुन्छ यतापट्टि जमरा टिका सेलरोटी छ है आमामा यत्तिकै चाहिँ हुनु पऱ्यो है ल यत्तिकै चाहिँ हुनु पऱ्यो ह्यापी दसैँ ल ए ल है ल ल अब चाहिँ सुरु भइसक्यो है आमाले चाहिँ अब पूजा गरेर चाहिँ सुरु गर्दै हुनुहुन्छ आजको अहिलेको 2082 को विजय दशमी है ल यतापट्टि भान्जा हुनुहुन्छ भान्जा भइसिन्छ यतापट्टि नि भानिज दाइ भइसिन्छ यतापट्टि फुजे छ दादाको चस्मा लाएर हिँडो भएको छ के कानै यतापट्टि बाबा हुनुहुन्छ है आज चाहिँ बाउ छोराले चाहिँ आज एउटै ड्रेस लगाउनु होइन दसैँमा भनेर चाहिँ यसो हानिदिएको कि होइन ट्याग लगाएर जमरा केरा ल आइसक्यो दक्षिण आइसक्यो है साथीहरू ल बुवाले हामीलाई टिका लाँदै हुनुहुन्छ टिका टालो हुँदैछ है साथीहरू अब टिका सिका लाग्यो है टिका चाहिँ लाग्यो अब जमरा चाहिँ मेरो अघि मैले यहाँ राखेको थिएँ है ल जमरा चाहिँ अब चट्ट लगाएर बिर्सिरहेको छु हाम्रो भानिज दाइ र भाइको चाहिँ टिका चाहिँ अहिले चाहिँ छैन होइन त्यस कारण उहाँले चाहिँ नलाउनु भएको त्यही पनि वी आर भेरी भेरी ह्याप्पी होइन सबैजना मिलेर एकचोटि ह्याप्पी दसैँ भनिदिनु त ल ह्याप्पी दसैँ सबैजनालाई ल है ल यतापट्टि ल सबजना अब आमा अलिकति सन्चो सन्चो छैन आमालाई चाहिँ अब यहाँ टिका टालो भइसक्यो अब चाहिँ अब आमाले मलाई ऊ त्यो दिनुहुन्छ भनेर राख्नु भएको छ यहाँ छ है यो चाहिँ मलाई दिने भनेर राख्नु भएको छ अहिले पछि चाहिँ अब चाहिँ के कसो हुन्छ फुल भिडियो हेर्नुलाई ल ढाका टोपी आयो ढाका टोपी नाइस केही छैन यो ल जय ल अब यस्तै यस्तै छ है के कसो हुन्छ अब खानपिन गर्छौँ होला है किप वाचिङ फुल भिडियो है त साथीहरू फोटो सुट हुँदैछ है ए यतापट्टि हेर न फेरि ड्रिपी देख्या त फेरि यिनीलाई त फेरि अनि मेरो ऊ त भाइको ल अब यस्तो यो त ल अब हामी चाहिँ यस्तो टिका लाउन जान्दैछौँ है बुवाकोमा है ल अब जान्छौँ हामी चाहिँ चट्ट लाएर है किप वाचिङ है के हुन्छ कस्तो हुन्छ है त यो केटा यो ह्यापी दसैँ यो सक्दैन नि फेरि है अब हामी चाहिँ चल्दै जान्छौँ है त ल है अब चाहिँ हामी चाहिँ यसले पकाउँछ कि अब चाहिँ हामी चाहिँ चट्ट लाएर जाँदैछौँ टिका छाप्न है यो भाइ र म है भाइ अगाडि साइकल पेल्दैछ म चाहिँ यता पछाडि चट्ट लाएर भाइलाई साइकल पेलाउँदै म चाहिँ बस्दै है इन्जोय यो हो नि त रमाइलो साथीहरू है भाइ
आजको वेदर चाहिँ है लभ इट्स है साथीहरू। ल म चाहिँ चट्टा लाएर बुढो मावली बाबाको मामा घर आइसकेको छु है। ल सानो ल मामा चाहिँ कस्तो कालो देख्नुभएको ए के हो खै बत्ती झ्याप्पी बोलेन है त। चट्टा लाएर टिका लाउन आएको छौँ हामी है। आइछ आउँछु रेडी हुनुहुन्छ यता मम्मी हुनुहुन्छ कस्तो कालो कालो ब्ल्याक ब्ल्याक देखि त। अब यो स्टे ट्युन अङ्कल ह्याप्पी दसैँ ल है त यता भाइ ल भाइ नि ह्याप्पी दसैँ है ह्याप्पी दसैँ ल सबैजनालाई ह्याप्पी दसैँ है रमाइलो छ है साथीहरू। ल अब फेरि हामी अर्को बुढो माउले आइसकेका छौँ है टिका लाउनलाई टिका थापिदिने है त यतापट्टि सबै ए कान्छा वाइ ह्याप्पी दसैँ खै ह्याप्पी दसैँ भनेको नानी ह्याप्पी दसैँ ये ल तैँलाई नि ह्याप्पी दसैँ ल अब फेरि अब हामी टिका लाउँछौँ है भाइसँग हुन्छ भाइ फेरि आइन्छ है अब चाहिँ हामी टिका लाउँछौँ है त फेरि। ल साथीहरू है अब चाहिँ हामी चाहिँ फेरि पारिजनलाई खोइ जमरा खस्यो क्या मेरो त जमरा नि ए छ नाइस है लभ इट। अब चाहिँ हामी चाहिँ ट्याक्क लाएर फेरि पारि जाँदैछौँ टिका लाउनलाई है। ट्याक्क लाएर बिस्तारै भाइ इजी है इजी भाइले पेल्दैछ है नाइस यतिको चाहिँ हुनु पऱ्यो क्या साथीहरू रमाइलो यो बिस्तारै यहाँ खाल्डो छ ल साथीहरू अब एकैचोटि वहीँ गएपछि फेरि भेट्छु है त म त फेरि है साथीहरू है हामी चाहिँ आइसकेका छौँ टिका टालो हुँदैछ है बत्ती ल यहाँ ट्याक कलर टिका सिका थाप्छ म आमाले है चट्टाले यताबाट टिभी चल्दो रहेछ फेरि है त। ल साथीहरू है हामी चाहिँ आइसकेका छौँ टिका लाउन भाइ चाहिँ टिका लाउँदैछ है चट्टा लाएर मेरो चाहिँ मामा गएर है ल यसको ए भाइको नि हो है आमाले चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ है भाइलाई चट्टा पारामा। चस्मा त खोलाउन है मिलान घरि कपाल ठुलो भयो ल गाह्रो पढ्न एकदम क्यालिङ भइदिए ट्यालेन्टै छु आमा बुवामा राम्रो गरी हेर्नु ल रिस जति पछाडि हट्ने जमरा गीता के खाने हो त नानी केही खाने हामी केही खाएन मामा खाली पेट छौँ नानी यस्तो उठ्न नसक्छ यस्तो ल साथीहरू है टिका टाला लगाएर अब हामी चाहिँ ब्याक टु होम है घरतिर जाँदैछौँ। अगाडि हुनुहुन्छ मामा बाबा चाहिँ है चट्टा हालेर धेरै अगाडि हुनुहुन्न तर मेरो चाहिँ यो वाइड क्यामेरा छ कि 0.4 मा है त्यसैले चाहिँ अहिले चाहिँ अलिकति टाढा देखिनु भएको छ है। अब हामी घर जान्छौँ पेट पूजा गर्छौँ त्यसपछि इन्जोय प्ले कार्डहरू खेल्छौँ है मजा आउँछ। अङ्कल आन्टीहरू पनि आउँदै हुनुहुन्छ है अनि हामी चाहिँ हिजो आएको थियौँ अङ्कल आन्टी चाहिँ अब आज हुनुहुन्छ है फेरि टिका थाप्नुपर्छ आज चाहिँ ए टिका लाएर बस्यो आज दिउँसभरि किनकि दसैँ हो नि त होइन। ल मम्मी बाबाहरू चाहिँ हुनुहुन्छ है अब चाहिँ ब्याक टु होम हामी त चट्टा लगाएर है ल अब चाहिँ के कसो हुन्छ है के पाकेको छ आज हाम्रो डिसमा किप वाचिङ साथीहरू स्टे ट्युन धेरै आउनु भएको छ है टिका लाउन चाहिँ ल ह्याप्पी दसैँ खोइ सेम्टी बनेको ल त्यहाँ टेन्सन हुन्छ है ल ह्याप्पी दसैँ है त फेरि आज त फेरि हे ल ट्याक्क है त उड्यो हेरा
बुट्टे चङ्गा हावाई फररा यो अनि आइछ न के रह्यो मेरो कुरा अनि कस्तो भयो दसैँ आजको दसैँको त आज त 150 भन्दा 120 होला अब देखा नि त यहाँ पैसा गर्दैन त ल यहाँ पैसा गर्दैन त ल मम्मीसँग छ ला 15,000 के कति 1.5 लाख हो मर्द जो त पैसा अब त्यत्रो 1.5 लाख जति कमाइस् तैँले अब त बाइक किन्ला जस्तै हो र र बाइक किन्ने मलाई पनि चलाउनु दे है त हुन्छ हुन्छ ल ए आन्टी आइपुग्दैछ है ह्यापी दसैँ जेन्जी भुसाल है साथीहरू नयाँ नयाँ लै स्मित भुसालको यो भाइको जेन्जी भुसाल नाइस मैले हेरिसकेँ नाइस है ल है ह्यापी दसैँ है ह्यापी दसैँ तेरो पैसा कति भयो अरे मेरो पैसा 100,000 ल त नि फाइनल है आन्टी बहिनी अनि अगाडि अङ्कल पनि आइसक्नु भएको छ ऊ सबैलाई चाहिँ सन्चो छैन त्यही भएर आउनु भएन ल चट्टो लगाएर है चस्मा चाहिँ हिँड्छ चस्मा चाहिँ लगाउनुपर्छ नि त बेला बेलामा अब चाहिँ के कसो हुन्छ अङ्कल आन्टी आइसक्नु भएको छ फेरि अब घरै घर भेट्छ है त साथीहरू नानीलाई सबैजनाले टिका लगाइदिने कार्यक्रम भइरहेको छ सडै सर्ट नाइस मालासीको धुन मिठो जमरा र टीका राम्रो प्याक कलाएर सबैजना मिलेर यहाँ खाना खाँदै हुनुहुन्छ है ल ल सेलरोटी खानाले खाना सेलरोटी मासु अचार के छ है ल अब चाहिँ हामी चाहिँ खान्छौँ है सडै सर्ट सहर चारै है हामी चाहिँ खाना कलर खाइसकेका छौँ अब चाहिँ यसो फोटोसुट क्यामेराम्यान त हाम्रो दादा हुनुहुन्छ सबैजना जानु न लु सबैजना हुनुहुन्छ है यसो अब फोटोसुट खिच्नु पर्ने हुन्छ है त किप वाचिङ ए स्टेडियम है त साथीहरूलाई यस्तै छ है रमाइलो रमाइलो ल यहाँ चाहिँ फोटोसुट हुँदैछ है हाम्रो क्यामेराम्यान दादा हुनुहुन्छ यतापट्टि है हामीले चाहिँ स्पेसली अर्डर गरेको है ल यो फोटोहरू हेरेर मलाई इन्स्टाग्राम म डिस्क्रिप्सनमा इन्स्टाग्राम कि त यता साइडमा दिन्छु होइन त्यहाँको फलो गर्नुहोस् त्यही आउँछ लभली लभली फोटोहरू आजको पिक्चरहरू है त साथीहरू स्टे ट्युन है ल साथीहरू है राति भइसकेको छ है त्यसपछि यसो टिका लाउनु गयो तर भिडियो चाहिँ खिचेन मैले है त्यहाँको टिका सिका लगाएर यसो केही खेलेर है सुति रेस्ट गरेर अहिले फेरि दिदीहरू आउनु भएको छ ए कस्तो नाइ सबैजनामा चाहिँ यहाँ चाहिँ है अब चाहिँ यही होला एन्ड है धेरै भएन कि जस्तो लाग्छ मलाई भ्लग चाहिँ के कसो छ लास्टसम्म हेर्नु भएको छ भने चाहिँ कमेन्ट गर्नुहोस् है आज कस्तो लाग्यो भ्लग चाहिँ है यति भन्दै आजको लागि यति नै हुन्छ यहाँको भ्लग है आजको दसैँको भ्लग थ्याङ्क्स फर वाचिङ गाइज ल यहाँ दसैँ अब दसैँ हो होइन आज यहाँ शिशिर भ्लग होइन शिशिर पङ्गिनी भ्लगलाई लाइक सेयर सब्सक्राइब होइन दसैँ भइरहेछ यता भाइ छ यता नि भाइ होइन